नमस्कार, मेरो युट्युब च्यानलमा मेरो तनहुँ हो मेरो घर। म तपाईँहरूलाई त्यसको बारेमा त्यहाँ गाउँको बारेमा देखाउँछु, चिजहरूको नामको बारेमा देखाउँछु। अनि त्यससम्म हेरेर साथ दिनुहोला। त्यो शीतल चिनीको बोट हो, यो गाभा भन्छ हाम्रोतिर, तपाईँकोतिर के भन्छ। यो ठुल्ठुलो पात गरेको अनि सयपत्री फुलहरू फुलेको छ। अनि यो झम्म परेको सिउँडीको रुख हो। यो हाम्रो घरको पिँढी हो। अनि यो तलको आँगन हो, माथि त भत्केको धनसार हो। अनि अगाडिपट्टिलाई हामी त करेसाबारी भन्छौँ तरकारी लाउनेलाई। भाउजू हेरिरहनु भएको छ, मेरो जेठी भाउजू। अनि त्यस पछाडि बोडी हेर्नु त बोसे बोडी भन्छौँ, त्यो सेतो बोडीलाई। टप्प आफ्नो बोटमा फलेको खाना कति मिठो हुन्छ साथीहरू। सहरमा बसेर यस्तो खान पाइन्छ त? ल हेर्नु त, भैँसी गोठ बाख्राहरू छ त्यहाँनिर। अनि यो सागबारी छ, अर्ग्यानिक खान पाइन्छ। घिरौँला बोडीहरू लटरम्मै फलेको रहेछ साथीहरू। ल हेर्नु त कति राम्रो फुल फुलेको, डबल कलर हुने। त्यसपछि यो धनसार हो, तल गाई पालेको छ। अनि यसलाई भन्छ टौवा भन्छ। अनि यो गोठ भन्छ भैँसी राख्ने। अनि यतातिर यो धनसार हो साथीहरू, सामानहरू राख्ने है, धनसार भन्छ यसलाई। खुर्पेटो भन्छ। अनि यो हँसिया, यो दुध बेच्ने ज्याङ भन्छौँ हामी। हँसिया राख्ने यो भन्छ नाम्लो। अनि त्यसपछि तुलसीको मोठ। त्यसपछि यो भन्छ जाँतो है। त्यस पछाडि जाँतो ठोकठाक पारेर अनि त्यसपछि यो भन्छ, हामी भन्छौँ चर्पी, गोबर ग्यास है। त्यसपछि यो माथिको बार्तली, तलको पिँढी भन्छौँ हामीहरू। तपाईँहरूकोतिर के भन्छ त्यसलाई है। त्यसपछि म सर्लक्क बारीहरू देखाउँछु। सर्लक्क हामी यस्तोलाई कोठी भन्छौँ। अनि एन्टिना। त्यसपछि गाउँले एकजना दाइले घाँस काट्दै हुनुहुन्छ। यो विकासी घाँस हो, यो लोकल घाँस होइन, छिप्पिसकेको घाँस काट्दै हुनुहुँदो रहेछ। अनि त्यसलाई करेसो भन्छन्, कर्सो भन्छन् घर पछाडि। अनि पानी राख्नलाई गौरेटो भन्छौँ। अनि यो अर्ग्यानिक साग त तपाईँहरू सबैलाई थाहा छ। अनि ल हेर्नु, यो भर्याङ हो यो है, लिस्नो भन्छ। अनि यो भाउजूले सिलौटामा चटनी बनाउँदै हुनुहुन्छ मेरो भाउजूले। गाउँको यो भन्छ मदानी, दही पार्ने, बुझ्नुभयो? मदानी हुन्छ। अनि टक्क ठेकीमा त्यसरी राख्ने, यो ठेकी हो। अनि त्यसरी गरेर पार्ने। कुखुराको खोर भन्छौँ हामी, तपाईँहरू के भन्नुहुन्छ? हाम्रो गाउँमा हुने चिजहरू हेर्नुहोस् है। अनि यो बारी, मेरो दाजु खेतमा गएर खेतमा पानी हेरेर दुध बेचेर आउँदै हुनुहुन्थ्यो। टक्क मैले भिडियो खिचिदिएको थिएँ। ल हेर्नु, ढिकीमा टक्क पिठो कुटेको हामीले सेलरोटी पकाउनलाई हामी यसलाई ढिकी भन्छौँ। अनि मेरो बर्मेली आबै हुनुहुन्थ्यो, मेरो घरको छिमेकी। अनि हेर्नु न, निबुवा साँधेर खाने चलन कस्तो मिठो भएको थियो, तर हालेर। अनि त्यस पछाडि खुर्सानी हालेर। अनि यो निमारो भन्छ, तपाईँहरूकोतिर के भन्छ? यसलाई हामी भाले निमारो र पोथी निमारो दुई खाले हुन्छ। यो हरियो चाहिँ पोथी निमारो हो होइन। अनि यो रातो चाहिँ भाले निमारो हो। यो चाहिँ खान हुँदैन, मिठो हुँदैन भाले निमारो। पोथी निमारो पाकेपछि कति मिठो हुन्छ। ल हेर्नु, अनि चौतारो बनाएर चट्ट बस्ने ठाउँ बनाएरै छ। यसमा साथीहरूकोतिर के भन्छ, कस्तो भन्छ है। मेरो माइतीतिरको भाषाहरू यस्तो हुन्छ साथीहरू। ल हेर्नु त, अब यो गाउँतिरको घर कस्तो हुन्छ ल हेर्नु। चट्ट बसेको छ, मेलमिलाप छ, गफगाफ हुन्छ। ल हेर्नुहोस्, यसपालि तिहार परेको भएर म पनि यसो देउसी भैलोमा नाचेको त के भन्नु, नाचे जस्तो गरेँ नि। म पनि यसो नाचिदिउँ, देउसी भैलो आएका थिए भनेर नाचिदियौँ हामीले पनि। साथीहरू तपाईँहरूकोतिर यस्तो यस्तो चिजलाई के भन्छ? मेरो दिदी पनि खुब रमाइ नाच्दै हुनुहुन्छ। के कस्तो हुँदो रहेछ भनेर यसो नाच्दै हुनुहुन्छ बा। अनि मेरो खेत, मेरो माइती घर खेतमा धान कति फलेको ल हेर्नु त। आमामा, ल हेर्नु, यो धान खेत हो यो। अनि ऊ पारि देखिएको जङ्गल, घाँस काट्ने जङ्गल, कति लटरम्मै धान फलेको, माथि लेखको पाखो भन्छन्। अनि तल खोला, अनि खेत होइन, यस्तै मजाले। अनि त्यस पछाडि यो पाखो बारी, त्यहाँभन्दा माथि चाहिँ जङ्गल छ। अनि त्यो खरबारी छ। खरबारी अब अहिले त खरले कसैले घर छाउँदैन, खरबारी पनि मासिसकेर जङ्गल भइसकेछ। अनि ल यो
अहिले मास छरेको छ यो पाखोबारीमा, मकै पनि बिचबिचमा हालेको रहेछ। मेरो गाउँ यस्तो छ साथीहरू, ल हेर्नु। अनि बर्मेली आबैसँग गएको, आबैले पुराना गफ निकालेर के भन्नुभयो, हँसियाले पिठ्यौँ कनाकै गर्छिन् मेरी आमैले। ल हेर्नु कस्तो छ, कसैलाई कनाउने कुरो चाहिन्छ। ल हेर्नु गफ गर्दै हुनुहुन्छ, हँसियाले चाहिँ ढाड कनाउँदै हुनुहुन्छ। हाम्रोतिर खास भन्नेमा ढाडलाई पनि अब कन्नु भन्ने चलन छ, तर कुनै शब्दले अर्थ नराम्रो पनि लाग्छ, कतै राम्रो पनि लाग्छ। यस्तै छ साथीहरू। हाम्रो भिडियो हेरिदिनु भयो, सुनिदिनु भयो, लाइक कमेन्ट सेयर गरिदिनु होला। फेरि पनि मौलिक खालको भिडियोहरू हेर्नको लागि हामीलाई नि सहयोग गर्नुहोला। धन्यवाद।